सबैजनालाई आज चाहिँ हामी हाइकिङ जाँदैछौँ पुरै एक दिन। अब पुरै आजको दिन चाहिँ हाइकिङ। मौसम चाहिँ यस्तो छ पानी पर्ला पर्ला जस्तो। अनि खानेकुराहरू नि हामीले बोकेको छौँ। आज अलिक टाढै जान लागेको हो त्यही भएर। Which this one? It's a vintage गाडी अरे। यो चाहिँ पुरानो चर्च हो। चर्चको बाटो हुँदै जाँदैछौँ। कति मजाको रुख। अब हामी हल्का बाटोतिरको खिचौँ होला, त्यसपछि उतै गएर खिचौँ है। ओके सी यू। यहाँ चाहिँ पेट्रोल हालेर अब हामी यहाँदेखि लाग्यौँ। हामी 4 जना छौँ। यहाँ बहिनी नि छ। परसम्म गाडीहरू बिस्तारै छुटिरहेछ। हामी आइपुगेको छौँ। डाँडा चढ्ने अरे तर मौसम यस्तो भएको छ। भेडाहरू रहेछ। यो ठाउँको नाम माउन्ट फल्स। के गर्छ भित्रपट्टिको दुलोवाला भने होइन केक तिम्रो अर्कैवालाले उठाएछ। बहिनी कफी छ हाम्रो। चिसो चिसो मौसम। झर्ना छ अरे अब कस्तो छ। झरना चाहिँ देखिएको छैन अहिले मौसम यस्तो केही देखेको छैन। अब त्यही गएर अब हामी भिडियो गर्नेछौँ है त। ल अब चाहिँ हिँड्यौँ है। माहौल म पनि पाउँछु म पनि। हामी कहाँ छौँ? यहाँ माथि जाने यो ओ भेडाहरू चरिरहेछ। यहीँबाट गाडी छिर्न लगाइदियो पहिला झर्ना चाहिँ आउन लागेछ। खोला पानी भएको लागि अलिक उज्यालो मौसम राम्रो भएको त राम्रो देखियो होला। टमाटर हेर्नु रहेछ। यस्तो बेला क्यामेरा समातेर हिँड्ने होइन नि त। हामी त हिँड्छौँ। गुफामा गएको
यो 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 मजाको सिँढी खुलेर रहेछ। माथि चढेको चिप्लोबाट भेडाहरू त्यसो तल खोला बगेर गएको छ। यहाँ पानी जम्नेछ। मान्छेहरू रास्ता हिँड्दै अब फर्केको। पछि हामी यहाँबाट अर्को ठाउँमा जान्छौँ। अब यहाँबाट चाहिँ लागेको तिम्रो पालो ल हे गर बेसी कडा हो। कति मिनट लाग्ने रहेछ हेर्नु पर्यो। यहाँको कति क्युट भेडाहरू सेतो भेडा चढिरहेछ। भेडै भेडा छ नि हेरिरहेछ। पर डाँडातिर नि त्यो सेतो देखिरहेको भेडाहरू त्यो मजाको। पर अर्को डाँडातिर नि सेतो भेडाहरू भएको। हामी फर्किँदैछौँ। हाम्रो कार पार्किङ चाहिँ त्यहाँ छ। मौसम यस्तो भए पनि तर धन्न झर्ना पछि चाहिँ अलिक खुलिएर हेर्न पायौँ। त्यसो फर्किने एउटा फर्किँदै हो। ल चटपटे घोल्नु हुँदैछ। चटपटे गर्नु हुँदैछ है हाम्रो। अब यहाँ चटपटे खाएर चाहिँ फेरि अर्को ठाउँमा हेरौँ कस्तो भएछ। ल गोल्नु खायो भुजा भुजा त खाँदैछ। फेरि अर्को ठाउँ कुन ठाउँ? ह्याप्पी हाइकिङ अरे। ल कुन ठाउँ हो यो? आइल्यान्डको कोब्रा हिल्स। कोब्रा हिल्स? कोब्रा
ल लाग्यौँ है हामी ल दुईटा हातमा टाउकोमा दुईटा हात अक्षयको लागि पोज गरेर त्यस्तो खिच्दैछ अक्षयको लागि I'm very fresh. I can walk and climb mountain at the same time. Hello, mice. यहाँ अलिकति सानो पोखरी रहेछ सानो बच्चाहरू हामी चाहिँ अझै माथि जाँदैछौँ अलिक उकालो रहेछ घर चाहिँ आइपुग्यौँ ल यहाँको भिडियो फोटो सेसन हुँदैछ यहाँ सबै भ्यू त पुरै सेतो भइरहेछ वाह नेक्स्ट टाइम अलिक क्लियर भ्यू भएको बेला हामी फेरि आउनेछौँ बाई 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 यस्तो चिसो छ